हेलो हेलो साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। म फेरि अर्को न्यू भिडियो लिएर आइसकेको छु। खासै त्यस्तो केही विशेषता त अहिले त आउँदैन, मैले त्यो हल्का फुल्का यसो भिडियो बनाम टाइम पासको लागि भए पनि भनेर बनाउँछु। अनि कसैको छोरी हुनुहुन्छ भने लौ जोइ सापेता छ है, बोक्न पठाएको छ। कमेन्टमा हाजिर हुनु त। मेरो कोही सम्झिनी बन्नु सक्नुहुन्छ भने यसले मैले हैरान पारिसक्यो। म कसैको छोरीलाई जिम्मा लगाइदिन सक्छु। बोक्दा बोक्दा म थाकिसकेँ। यो रुँदा रुँदै मैले भुलै थाकिसकेँ। अनि साथीहरू के गर्दै हुनुहुन्छ तपाईहरु? मेरो सासु आमाको लगाएको बाख्रा नलिकन बोला बात कोही गरान्छ त ठ्याक्कै भिडियो ओपन गरेको थिएँ, आइपुग्नु भयो एक भाइ घाँस बोकेर बाख्रा नलिएर आइपुग्नु भयो सासु माता। खुर्पेतो छट्के खुर्पेतो बेरेर औ पार त्यो भिरमा जानुभयो गोला। फेरि माथिको गोरेतो बाटोको भिरमा हाम्रो मगिरे सुक्ने बेला भइसक्यो। पानी नआएर कोही बेला पानी आइगर्छ। भात खान आउनु भएको के बाख्रा छद्दा लगाइदिएर छाडा लगाइदिएर। छाडा भन्छन् के भन्छन् रे। म यति गुलाबको फुल रोपेको थिएँ। सम्झिने ज्यू, तपाईँहरूले ज्वाइँ मन पऱ्यो कि परेन कमेन्ट गर्नु होला है। ज्वाइँले मलाई हुक्क पारेछ। तपाईँहरूको छोरीलाई म जिम्मा लगाइदिन्छु है। यस्तरी हेर्छ भिडियो। के भन्छ अरे, बुढी सम्झिने यहाँ हुनुहुन्छ बुढी सम्झिने। बुढी सम्झिनेको हाल खबर गोला गरेर बाख्रा नलानुहुन्छ। बार्खा नानु भयो बाख्रा छोडेर। म सम्झिने चाहिँ यहाँ छु। रिसेर हेरेको छ बढी त कम रिसा छ। मगरको भान्जा छेत्रीको छोरो हो रे यो त। रिस कडा छ रे। मुई छप्नु पारे खान रे। हजुरआमा देखेर यस्तो राटिन्छ पनि गाई चेलेर। ल साथीहरू, म यो बोतलमा के लिइजान छु मुई। तातो तातो घाममा घुट्टीको त चिसो मुई खाने भरिलै। बाई छोरो, बाई भन्न न। छैन खुसी भएको छ हजुरआमासित गएर। बाई भन। म त उदाल्दैन पक्का आएन न आज आधी छ। बाई बाई। छ्याकोट घाम भएको। चरकै घामले चर्कायो बरिलै। मैले त आधी मात्र काटेँ मैले सिस्ना। त्यो हलले त नि साना बुढाहरू थियो मैले काटिनँ। त्यस्तै फाँड्दै उठिहाल्यो। त्यही पनि खुसीले आन्टी भाइ रहिसक्यो भन्थ्यो रहेछ डुकर त्यहाँ। हाम्रो घर पाछ म छोडेर आएँ। म जानुपर्ने हुन्छ यो बाटो। कति राम्रो गरेछ घाम लगाएर। फेरि बाटोमा सरबल्लम पसार परेको भएपछि त मै त मेरो त सातो उठ्थ्यो होला। त साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ। अब भन्दै आयो हालत खराब भएको छ। यस्तो हरियाली भएको क्या आजभोलि त वनहरू सबै अब सबै के हो भन्दै अहिले यति नै। बाई बाई। अझै हँसेर कपै पारो लाएर